फर्स्ट दिनको जस्तो क्लास जानको लागि जोस जाँगर आज अन्तिम दिन भएको भएर होला त्यो आउँदै आएको छैन। भनिन्छ भेट हुनु भनेकै छुट्टिनेको लागि हो रे, तर भेट हुँदा जतिको खुसी हुन्छ छुट्टिँदा त्यति नै भावुक। क्लासको लागि रेडी हुनलाई बेडहरू मिलाएँ। क्लास गएर आउँदा ड्युटी जान ढिला हुने भएको भएर मैले चाहिँ खाना रेडी गरेँ। मर्निङ रुटिनमा फर्स्टमा मैले टोनर लगाएँ, त्यसपछि सेटाफिलको मोइस्चराइजर अप्लाई गरेँ। मोइस्चराइजर लगाएको 5 मिनटपछि मैले स्किनमा एसपिएफ अप्लाई गरेँ। आजको मेरो आउटफिट साडी रहेको छ। सुनेको थिएँ पुरुष राम्रो दारीमा नारी राम्रो हुन्छ अरे साडीमा, साँच्चै त्यस्तै फिल भएको छ मलाई। म चाहिँ क्लासको लागि रेडी भएर अब हिँडेँ। मैले क्लास चाहिँ कन्टेन्ट क्रिएटरको बारेमा लिएको थियो, जहाँ हामीलाई सरले भिडियो एडिटिङ गर्न सिकाउनुहुन्थ्यो। क्लासमा पनि यति रमाइलो भयो नि। 7 दिनको क्लास पनि 7 घन्टामा सके जस्तो महसुस भएको थियो। यो चाहिँ हाम्रो सरको छोटो मिठो फेयरवेल पार्टी हो। हामी सबैको भेट छोटो थियो तर याद साह्रै मिठो। जिन्दगीमा हामीले फर्केर हेर्ने भनेको नै यही याद हो, यही फोटो हो, यही भिडियो। थ्याङ्क यू सो मच बी योर मार्केटिङ। यो याद कलेक्ट गर्ने टाइम दिनुभएकोमा, मौका दिनुभएकोमा, यति धेरै माया गर्ने साथीहरू भेट गराइदिनु भएकोमा थ्याङ्क यू सो मच। Thank you everyone and miss you all.